द फेस अफ नेपाल। स्वादमा प्रीतिको नेपालीपन, हर प्रीतिमा झुमेको नेपाली मन, नेपाली मनको नेपालीपनको चौचौ प्रीति भोक मेटाउँदै नेपालको वर्षौदेखि स्वादमा प्रीतिको नेपालीपन, हर प्रीतिमा झुमेको नेपाली मन, भोक लागेमा प्रीति खाऊ। हेलो एन्ड नमस्ते। द फेस अफ नेपाल युट्युब च्यानल मार्फत हामीलाई हेरिरहनुभएका सम्पूर्ण दर्शकहरूलाई द फेस अफ नेपाल 2025 को आजको नवीनतम श्रृङ्खलामा यहाँहरू सबैलाई धेरै धेरै स्वागत छ। म हुँ द फेस अफ नेपाल 2025 को आजको नवीनतम श्रृङ्खलाको कार्यक्रम प्रस्तुता कल्पना कुसुम। यतिखेर हामी छौँ द फेस अफ नेपाल 2025 को आजको नवीन श्रृङ्खलामा र यहाँले जानकारी प्राप्त गरिसक्नु भएको छ। भारतमा पहिलोचोटि छमछमी इन्टरटेनमेन्ट प्रणालीले यो बिगेस्ट प्लेटफर्म नयाँ कलाकारहरूलाई प्रदान गरेको छ र एउटै स्टेजमा डान्सिङ, सिङ्गिङ र मोडलिङमा रुचि राख्ने हाम्रा नवीन प्रतिभाहरूलाई यो स्टेज हामीले प्रदान गरिसकेका छौँ र आजको यो प्रतियोगितालाई पनि हामी अब औपचारिक रूपमा अगाडि बढाउँदैछौँ। अब भने निर्णायक मण्डलहरू पनि तयारी अवस्थामा हुनुहुन्छ। निर्णायक मण्डलको परिचयतर्फ हामी लाग्दैछौँ। हामीसँग आज अत्यन्तै लोकप्रिय नेपाली साङ्गीतिक आकाशमा छुट्टै पहिचान बनाउन सफल धेरै ख्याति प्राप्त कलाकार ज्यूहरूलाई हामीले निर्णायकको रूपमा पाएका छौँ र अब भने निर्णायक परिचयतर्फ हामी लाग्दैछौँ। म स्टेजमा द फेस अफ नेपाल 2025 को आजको नवीनतम श्रृङ्खलामा निर्णायकको रूपमा परिचित भइदिनुका लागि आफैमा अत्यन्तै लोकप्रिय गीतकार, सङ्गीतकार र लोकप्रिय गायक दीपक भण्डारीज्यूलाई हार्दिक आमन्त्रण गर्दछु। धेरै धेरै स्वागत छ। आजका द फेस अफ नेपाल 2025 का निर्णायक आफैमा अत्यन्तै कुशल गायक, सङ्गीतकार, गीतकार दीपक भण्डारीज्यूलाई। त्यसै गरी निर्णायकको रूपमा म स्टेजमा परिचित भइदिनुका लागि हार्दिक आमन्त्रण गर्दछु अत्यन्तै लोकप्रिय मोडल नारद बस्नेतज्यूलाई। नारद बस्नेत सरलाई पनि हामी धेरै धेरै स्वागत गर्दछौँ। आजको नवीनतम श्रृङ्खलामा निर्णायक रूपमा हामीले पाएका छौँ, धेरै धेरै सम्मान छ। त्यसै गरी निर्णायकको रूपमा म स्टेजमा आमन्त्रण गर्दैछु आफैमा अत्यन्तै कुशल नृत्याङ्गना, मोडल, कोरियोग्राफर बबिता धितालज्यूलाई। धेरै धेरै स्वागत छ। एकदमै राम्रै भएर आउनुभएको छ। आज हाम्रा प्रतियोगीज्यूहरूलाई मूल्याङ्कन गर्नका लागि धेरै धेरै स्वागत छ। त्यसै गरी अर्का निर्णायक आज हामीसँग हुनुहुन्छ। गेस्ट जजको रूपमा हामीले पाएका छौँ नेपाली साङ्गीतिक आकाशमा छुट्टै पहिचान बनाउन सफल, अझै भनौँ भने अभिनय विधामा धेरै नै ख्याति प्राप्त कलाकारलाई आज हामीले द फेस अफ नेपाल 2025 को यो श्रृङ्खलामा निर्णायकको रूपमा पाएका छौँ। उहाँ हुनुहुन्छ अत्यन्तै लोकप्रिय चर्चित मोडल एक्टर विजय पुन्ज्यू। विजय पुन्ज्यूलाई पनि धेरै धेरै स्वागत छ। आज द फेस अफ नेपाल 2025 को नवीनतम श्रृङ्खलामा यहाँलाई हामीले जजको रूपमा पाउँदा एकदमै खुसी लागेको छ। द फेस अफ नेपाल 2025 को आजको नवीनतम श्रृङ्खलामा हामीले 4 जना निर्णायकज्यूहरूको उपस्थिति पाइसकेका छौँ। फेरि पनि पुष्ट रूपमा सम्पूर्ण आदरणीय जजेसज्यूहरूलाई धेरै धेरै स्वागत गर्दै जजेस प्यानलमा गएर आसन ग्रहण गरिदिनुका लागि म हार्दिक अनुरोध गर्दछु। चारैजना निर्णायकहरू एकदमै रेडी अवस्थामा हुनुहुन्छ र प्रतियोगीज्यूहरू पनि आफ्नो प्रस्तुतिको लागि एकदमै तयारी अवस्थामा हुनुहुन्छ। अब भने ढिला नगरिकन आजको प्रतियोगितालाई हामी अगाडि बढाउँदैछौँ र यहाँलाई जानकारी गराउँ भोटिङको लागि यहाँले खल्ती एप र एभेन्टोस एपबाट आफूलाई मन परेको कन्टेस्टेन्टलाई धेरैभन्दा धेरै भोट गरेर अघिल्लो श्रृङ्खलामा लैजानको लागि, विजेता बनाउनको लागि धेरैभन्दा धेरै भोट गरिदिनु होला र सँगसँगै द फेस अफ नेपालको युट्युब च्यानल मार्फत हामीलाई हेरिरहनुभएका दर्शकहरूले
हाम्रो च्यानललाई लाइक कमेन्ट सब्सक्राइब पनि गर्नुहोला र सँगसँगै हामीलाई सपोर्टेड बाई प्रीति तयारी चाउसो धेरै धेरै सम्मान व्यक्त गर्दै अब भने म पहिलो कन्टेस्टेन्टको रूपमा स्टेजमा आमन्त्रण गर्दछु। उहाँ हुनुहुन्छ दिल्लीबाट भावना खत्री। एकदमै राम्रो पर्फर्मेन्स गर्नुभएको छ। भावना खत्री दिल्लीबाट एकदमै राम्री पनि भएर आउनुभएको छ। घलेकीमा नेपाली पोसाकमा एकदमै राम्रै देखिनु भएको छ भावना। हामीलाई त एकदमै राम्रो लाग्यो। हामी जजेसको कमेन्टतर्फ जाँदैछौँ। विजय सर के भन्नुहुन्छ भावना खत्रीको यो पर्फर्मेन्स कस्तो लाग्यो हजुरलाई? डान्सको मोमेन्ट तपाईँसँग डान्स गर्ने क्यापेसिटी त एकदमै धेरै छ। तपाईँको एनर्जी, तपाईँको बडी ल्याङ्ग्वेज पनि त्यत्तिकै छ।
तर कतिपय कुराहरू डान्सिङ गर्दाखेरि डान्सको तपाईँको स्टेपमा क्लियरिटीहरू स्टेज कभरिङहरू अनि पछि आई कन्ट्याक्टहरू जस्तै तपाईँ त्यहाँ आइसकेपछि हामीलाई अनि तपाईँको आइजले अनि पछि पब्लिकलाई आएको कन्टेस्टेन्टहरूलाई आएको फ्यामिलीहरूलाई हेर्दा अझै राम्रो देखिन्थ्यो कि क्यामेरालाई मुभमेन्ट गर्दा अझै राम्रो देखिन्थ्यो कि भन्ने मलाई लागेको मात्रै तर तपाईँसँग नाच्ने क्षमता चाहिँ यति छ कि अहिले मादल बजेको तपाईँ जतिको राम्रो कोही नाच्दैन थियो अहिले है बेस्ट अफ लक थ्याङ्क यू थ्याङ्क यू सो मच हाम्रो जजेस विजय पुन सरलाई भावनाको लागि अत्यन्तै महत्त्वपूर्ण सल्लाह सुझाव र प्रतिक्रिया दिनुभएको छ र भावना खत्रीलाई हामी सबैको तर्फबाट अर्को एपिसोडको लागि धेरै धेरै शुभकामना व्यक्त गर्दै र भावना खत्रीको डान्स यहाँलाई मन परेको छ र अघिल्लो एपिसोडमा यहाँलाई लैजान मन छ भने कृपया भोटिङ एप खल्ती र इभेन्टोजबाट धेरैभन्दा धेरै भावना खत्रीको लागि भोट गर्नुहोला विजय बनाउनको लागि र अझै अगाडि बढाउनको लागि भावनालाई सबैजनाले भोट गरिदिनु होला र यतिखेर भने भावना खत्रीलाई हाम्रो दर्शक महानुभावज्यूहरूसँग भोट अपिल गर्नको लागि म अनुरोध गर्न चाहन्छु। नमस्ते, मेरो नाम भावना हो। हजुरको सपोर्ट गर्दा म यहाँसम्म पुगिसकेछु। अझै पनि मलाई अगाडि एपिसोडमा सपोर्ट गरेर भोट गरिदिनु होला। 04 इज माई कोड एन्ड डिटेल्स आर मेन्सन बिलो। थ्याङ्क यू। र भावना खत्रीलाई अझै अघिल्लो श्रृङ्खलामा लैजानको लागि धेरैभन्दा धेरै भोट गर्नुहोला। धेरै धेरै शुभकामना छ भावना खत्रीलाई। र अब भने अर्को कन्टेस्टेन्ट म स्टेजमा आमन्त्रण गर्दैछु। उहाँ हुनुहुन्छ दिल्लीबाट सिङ्गिङ विधातर्फ अर्जुन सिंहज्यू। जति माया लाए पनि जति कसम खाए पनि निष्ठुरीले बाटो लाग्दा आँखा तरी गएपछि मनमा फिर्ता मर्ने नै भयो यो मन त्यसै मर्ने नै भयो जति माया लाए पनि जति कसम खाए पनि निष्ठुरीले बाटो लाग्दा आँखा तरी गएपछि मनमा फिर्ता मर्ने नै भयो यो मन त्यसै मर्ने नै भयो जो बन्दिएकै थिए बुझ्नेले कुरा नबुझेपछि मनमा कुरा नलिएपछि साँचो प्रीतिलाई कै थिए हो साँचो प्रीतिलाई कै थिए चोखो जो बन्दिएकै थिए बुझ्नेले कुरा नबुझेपछि मनमा कुरा नलिएपछि मनमा फिर्ता पर्ने नै भयो यो मन त्यसै मर्ने नै भयो जति माया लाए पनि जति कसम खाए पनि निष्ठुरीले बाटो लाग्दा आँखा तरी गएपछि मनमा फिर्ता पर्ने नै भयो यो मन त्यसै मर्ने नै भयो यो मन त्यसै मर्ने नै भयो यो मन त्यसै मर्ने नै भयो एकदमै मिठो गीत गाउनु भएको छ दिल्लीबाट अर्जुन सिंह। साँच्चै हो
साँच्चै हो निष्ठुरीले माया मारेपछि गीतमा मात्रै हो कि साँच्चै हो गीतमा मात्रै हो अलिअलि डराउनु भएको छ जस्तो लाग्यो हो कस्तो लाग्यो हाम्रो जजेसतर्फ हामी जान्छौँ हामीलाई त एकदमै राम्रो लाग्यो निकै पुरानो मिठो गीत गाउनु भएको छ दीपक सर के भन्नुहुन्छ अर्जुन सिंहको यो पर्फर्मेन्सलाई विजयजी र म कुरा गरेको थिएँ तपाईँको त्यो सुरुको स्थायी पार्टमा तपाईँले यति राम्रो ल्यान्डिङ गर्नुभयो त्यो सस्टेन्सको पार्टलाई त्यो हामी कुरा गर्दै थियौँ स्टार्टिङ तपाईँको स्थायी बहुत राम्रो भयो होइन तर जब तपाईँ अन्तरा उठाउनु भयो अन्तरामा तपाईँले स्वरै झारिदिनु भयो कि त्यसमा सुर र टाइमिङका कुराहरू केही बिग्रेका छन् होइन अब हामी टप 8 मा जाँदैछौँ होइन अब अलि बढी सिरियस हुनुपर्छ अलि बढी केयरफुल हुनुपर्छ होइन राम्रो छ तपाईँको क्षमता एकदम राम्रो छ आज के भएको छ पहिलाभन्दा एकदमै स्टार्टिङ तपाईँको बहुत राम्रो हो होइन स्थायी कति राम्रो उठाउनु भयो भनेर हामी विजयजी र मैले कुरा गरिरहेको थियौँ अन्तरमा गएपछि फेरि ध्वस्तै भयो है यो कुरा ख्याल गर्नु होला र आगामी राउन्डको लागि बेस्ट अफ लक भोइस एकदमै दामी छ यति राम्रो भोकल छ तिम्रो भाइ होइन साँच्चै म सुन्ने बित्तिकै राम्रो लागिरहेको थियो तिमीले गाउँदाखेरि जस्ट अघि भने अन्तरमा मात्रै अलिकति तिम्रो टाइमिङ मात्रै तलमाथि भएको अदरवाइज तिम्रो भोइसको टेक्सचर चाहिँ एकदमै खतरा छ है फेरि राम्रो एकदमै त्यो प्र्याक्टिस गरिरह अझै गरेर है बेस्ट लक थ्याङ्क यू सो मच जजेस दीपक भण्डारी सर र विजय पुन सरलाई र यहाँलाई एउटा जानकारी गराउँ आज हामीले विजय पुन सरलाई एक्टर मोडल भनेर परिचय गराइरहेका छौँ तर उहाँले एकदमै मिठो गीत पनि गाउनुहुन्छ त्यसैले हाम्रो अर्जुन सिंहको लागि पनि कस्तो मिठो कमेन्ट दिनुभएको छ भोइसको टेक्स्चरदेखि लिएर धेरै कुराहरू सजेसन दिनुभएको छ धेरै धेरै सम्मान छ र अर्जुन सिंह अब हाम्रो दर्शकहरूबाट धेरैभन्दा धेरै भोट कसरी अपिल गर्नुहुन्छ भोट अपिलको लागि म अनुरोध गर्दछु नमस्कार मेरो नाम अर्जुन सिंह हो र मलाई भोट गर्नका लागि एपमा गएर मेरो कोड नम्बर M608 हो मलाई भोट गर्न धेरै सपोर्ट गर्न थ्याङ्क यू अर्जुन सिंह बेस्ट विसेस र धेरैभन्दा धेरै भोट गर्नुहोला अर्जुन सिंहलाई अझै अगाडि लैजानुहोला भन्ने अनुरोध सहित अब हामी अर्को कन्टेस्टेन्टलाई स्टेजमा आमन्त्रण गर्दैछौँ उहाँ हुनुहुन्छ कुरुक्षेत्र चण्डीगढबाट मोडलिङ विधातर्फ अर्जुन सुनारज्यू उहाँ हुनुहुन्थ्यो कुरुक्षेत्र चण्डीगढबाट अर्जुन सुनार उहाँको पर्फर्मेन्स हामीलाई त राम्रो लाग्यो अब हामी जजेसतर्फ जाँदैछौँ हाम्रो जजेस प्यानलमा रहनुभएका जजेसज्यूहरूलाई उहाँको पर्फर्मेन्स कस्तो लाग्यो कमेन्ट लिन चाहन्छौँ
नारद सरबाट। नारद सर के भन्नुहुन्छ अर्जुन सुनारको यो पर्फर्मेन्सको लागि? हजुरको प्रस्तुति एकदमै राम्रो छ है। थ्याङ्क यू सो मच। एकदमै राम्रो छ र कतिपय क्यामेरा फेसहरू पनि छुटिरहेको थियो हजुर होइन, अनि स्टेपहरू दोहोरिरहेको देखेँ मैले। बाँकी सबै राम्रै छ, शुभकामना। थ्याङ्क यू सो मच नारद बस्नेत सरलाई। र अर्जुन भाइलाई चाहिँ सबभन्दा तिम्रो कन्फिडेन्ट लेभल चाहिँ एकदम खतरा थ्याङ्क यू सो है। मच। म गर्न सक्छु, म गरेर देखाउँछु र म गर्नेछु भनेर स्टेज आउनु नै त्यो ठुलो कुरा हो। तिम्रो कन्फिडेन्ट लेभल एकदमै खतरा छ र रहेको कुरा बाँकी तिम्रो अब तिमीमा इम्प्रुभ ल्याउने कुराहरू छ। तिमी आफै पनि त्यो कुरा धेरै कुरा नोटिस गर्नुपर्छ कि म चाहिँ डान्सको लागि छु कि छैन, म चाहिँ एक्टिङको लागि छु कि छैन भन्ने कुराको तिमीमा आफूमा ज्ञान भइसकेपछि तिम्रो कन्फिडेन्ट र तिमीसँग भोलिको दिनमा आउने सिपले एकदमै खतरा चाहिँ हुन्छ है। तिम्रो कन्फिडेन्स चाहिँ खतरा लाग्यो मलाई। थ्याङ्क यू सो मच। थ्याङ्क यू विजय पुन सरलाई पनि धेरै धेरै धन्यवाद छ। र अर्जुन सुनार अब आफ्नो दर्शकहरूबाट श्रोताहरूबाट अझै अघिल्लो एपिसोडमा जानको लागि भोट माग्नको लागि म अनुरोध गर्दछु। नमस्ते, मेरो नाम अर्जुन सुनार। मलाई यहाँसम्म पुऱ्याइदिनुको लागि सबभन्दा पहिला म धन्यवाद भन्न चाहन्छु। अनि मलाई अगाडिको एपिसोडमा हेर्न चाहन्छु भने aventure.com मा गएर मलाई भोट गर्नुहोला, तथा मेरो भोट कोड रहेछ M11। थ्याङ्क यू सो मच। थ्याङ्क यू, धेरै धेरै धन्यवाद छ अर्जुन सुनार र बेस्ट विसेस अघिल्लो श्रृङ्खलाका लागि। र म भने अर्को कन्टेस्टेन्टलाई म स्टेजमा हार्दिक आमन्त्रण गर्दैछु। उहाँ हुनुहुन्छ दिल्लीबाट डान्सिङ विधातर्फ वर्षा घिमिरे। सिरैमा सिन्दुर आहा, गलामा पट्टै आहा, धोती र चोली आहा, घुम्टा र डोली आहा। ए सिरैमा सिन्दुर आहा, गलामा पट्टै आहा, धोती र चोली आहा, घुम्टा र डोली आहा। छमछम हातेका चुराले, रमझम रातेका कोराले, म बाँधिएकी हो या सजिएकी हो बुझिन मैले, बुझाइदेऊ कसैले, बुझिन मैले, बुझाइदेऊ कसैले, ए बुझिन मैले, बुझाइदेऊ कसैले। ए खोला बाँधो, रुख बाँधो, चार सुरै बाँधो, जुना जस्ती रे, फुला जस्ती रे, कञ्चन खोला झनाको मुला जस्ती रे, के रे जुना जस्ती रे, फुला जस्ती रे, ए कञ्चन खोला झनाको मुला जस्ती रे। म बोक्सी, म देवी, म डार्लिङ, म बेबी, यो थरी थरी नाताले, यो सुन्दरताको गाथाले, म बाँधिएकी हो या सजिएकी हो बुझिन मैले, बुझाइदेऊ कसैले, बुझिन मैले, बुझाइदेऊ कसैले, ए बुझिन मैले, बुझाइदेऊ कसैले। थ्याङ्क यू, धेरै धेरै धन्यवाद छ। साँच्चै जुना जस्तै फुला जस्तै पर्फर्मेन्स दिल्लीबाट वर्षा घिमिरेको एकदमै राम्रो प्रस्तुति। हामी जजेसतर्फ जाँदैछौँ। बबिता म्याम, कस्तो लाग्यो वर्षाको पर्फर्मेन्स? वर्षा हजुरको कोसिस चाहिँ एकदमै राम्रो थियो, मलाई राम्रो लाग्यो पर्सनल्ली। अब एउटा कम्पिटिसनमा आइसकेपछि कम्पिटिसनको धेरै भूमिकाहरू हुन्छ, जुनमा हजुरले कसरी प्रस्तुत गर्नुहुन्छ भन्ने कुराहरू एकदमै म्याटर गर्छ। र वर्षा जहिले पनि आफूले डान्स गर्दाखेरि आफूले सक्ने गीत चुज गर्नुपर्छ, योमा पनि राम्रो छ।
अलिकति के सजेसन दिन चाहन्छु भने यो आफैले डान्स सिकेर आउनु भएको हो मलाई त्यस्तै लागिरहेको थियो आफैले डान्स सिक्नुहुन्छ भने कुनै पनि गीत चुज गर्दाखेरि युट्युबमा एकचोटि अब आफूभन्दा ठुलो अग्रजहरूले कसरी गर्नुभएको छ एकचोटि चाहिँ हेर्नु होला है अनि स्टेजको कभर राम्रो छ डान्समा मलाई अलिकति कम लागेको बोक्सीको गीत लिएर आइसकेपछि कपाल बाँध्नुभन्दा छोडेको भए अझै राम्रो हुन्थ्यो जति एक्सप्रेसन दिनुभएको छ त्यसमा अझै सुनमा सुगन्ध हुन्थ्यो स्टेपको कुराहरू बेसिकली गर्नुभएको छ तर ठिक छ अनि एक्सप्रेसन थोरै डल भएको छ अझै अर्कोचोटि आउँदाखेरि अझै मेहनत गरेर आउने आस ओके अल द बेस्ट थ्याङ्क यू बबिता धिताल म्यामलाई र वर्षा घिमिरेलाई पनि धेरै धेरै शुभकामना दिँदै अब वर्षाले पनि भोट दर्शकहरूसँग भोट माग्नुहुन्छ मेरो नाम वर्षा घिमिरे हो यदि तपाईँहरूलाई मेरो डान्स मन परेको छ भने मलाई भोट गर्नुहोला मेरो भोटिङ कोड D14 छ र भोटिङको सबै डिटेल्स त स्क्रिनमा मेन्सन छ थ्याङ्क यू वर्षा कस्तो मिठो धेरै धेरै शुभकामना छ वर्षा घिमिरे उहाँको अभिभावक पनि आउनुभएको छ होला यहाँलाई पनि धेरै धेरै सम्मान छ बेस्ट विशेष भन्दै अबको क्रममा अर्को कन्टेस्टेन्ट म स्टेजमा आमन्त्रण गर्दैछु उहाँ हुनुहुन्छ चण्डीगढबाट सिङ्गिङ विधातर्फ पवन विक र उहाँ नेत्रहीन पनि हुनुहुन्छ तर एकदमै धेरै मिठो स्वर छ उहाँको उठेपछि आयो कहाँ थियो तिमी रङ्गमञ्च उठेपछि आयो समयले जवानी लुटेपछि आयो समयले जवानी लुटेपछि आयो थियो तिमी रङ्गमञ्च उठेपछि आयो समयले जवानी लुटेपछि आयो समयले जवानी लुटेपछि आयो सँगै गर्नुहुन्छ यात्रा तिमी सँगसँगै गर्नुहुन्छ यात्रा तिमी सँगसँगै गर्नुहुन्छ यात्रा तिमी सँगसँगै गर्नुहुन्छ यात्रा जिन्दगीलाई बोक्ने गाडी हो जिन्दगीलाई बोक्ने गाडी छुटेपछि आयो समयले जवानी लुटेपछि आयो समयले जवानी लुटेपछि आयो करहरहरू तल चम्के फेरि अहिले करहरहरू तल चम्की फेरि हो अहिले करहरहरू तल चम्की फेरि अहिले करहर
फेरि सम्झनाको सिनाले हो सम्झनाको सिनाले छुटेपछि आयो समयले जवानी यो लुटेपछि 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 आयो कहाँ थियो तिमी रङ्गमञ्च 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 कहाँ थियो तिमी रङ्गमञ्च छुटेपछि आयो समयले जवानी यो लुटेपछि आयो समयले जवानी यो वाउ कस्तो राम्रो पवन यस म्याम प्लिज म त हजुरको एकदमै ठुलो फ्यान भएँ कस्तो राम्रो स्वर थ्याङ्क यू सो मच धेरै धेरै शुभकामना छ भगवान्ले उहाँलाई नेत्र दिन भुल्नुभयो तर यति राम्रो स्वर दिनुभएको छ नि आशीर्वाद गाउनका लागि हजुरलाई पठाउनु भएको हो र हजुरलाई एकदमै ठुलो गायक भएको देख्न पाऊँ धेरै धेरै शुभकामना छ र हामी जजेसबाट कमेन्ट लिन्छौँ विजय सर हेरेको हेरे हुनुहुन्छ सुनेको सुने हुनुभएको छ के भन्नुहुन्छ विजय सर पवन यस सर यति खतरा गाउनुभयो त्यो यति खतरा गाउनु भएको कि त्यो हाम्रो लेभल पनि छैन क्या तपाईँलाई जज गर्न थ्याङ्क यू सो मच सर थ्याङ्क यू तपाईँले कसो होइन तपाईँले आँखा नदेखे पनि संसारले तपाईँलाई देख्ने गरी चाहिँ गाउनुहुन्छ क्या तपाईँले थ्याङ्क यू सो मच सर थ्याङ्क यू यति तपाईँको भोइसको क्वालिटी तपाईँको त्यो के कुरा हाईदेखि लोदेखि लिएर तपाईँ के गर्नुभयो गीतमा यति राम्रो गर्नुभयो कि अब तपाईँ अझै राम्रो हुनुहुन्छ भन्ने बाहेक हामीले अरू केही गर्नै सक्दैनौँ कि यहाँनिर तपाईँहरू इन्डिया कुन ठाउँ बस्नुहुन्छ सर म चण्डीगढमा बस्छु चण्डीगढ नेपाल नेपालको अर्घाखाँची अर्घाखाँची बस्नुहुन्छ तपाईँ कहिले फर्किनुहुन्छ नेपाल थाहा छैन हो ल ठिक छ तपाईँ यति चाहिँ धेरै चाहिँ मैले तपाईँलाई यहाँनिर धेरै ठुलो कुरा चाहिँ गर्दिनँ कि तर छिटै नै तपाईँसँग एउटा राम्रो कुरा चाहिँ हुन्छ यस सर है तपाईँलाई एउटा राम्रो मान्छे चाहिँ म भेटाइदिन्छु थ्याङ्क यू विजय सर यति राम्रो मान्छे भेटाइदिन्छु कि तपाईँले आँखाले नदेख्यो भने मनको आँखाले पुरै संसार देख्दिनुहुन्छ तपाईँले यस सर थ्याङ्क यू सो मच है राम्रो एकदमै गोपाल अझ त विशेष गरी के अरे हाम्रो के अरे यो द फेस अफ नेपाललाई विशेष धन्यवाद दिन चाहन्छु हाम्रो सुमन सर लास्टै खतरा गर्नुभयो तपाईँले होइन थ्याङ्क यू सो मच कुनै दिन यस्तो दिन मिलोस् कि के अरे कोही मान्छेलाई तिमीलाई टप्प लिएर राम्रो ठाउँमा लगेर गाइसकेपछि के अरे त्यो अवसर पाइसकेपछि विजय गुणको पनि गीत गाउने अवसर मिलोस् है कङ्ग्रेचुलेसन धेरै धेरै धन्यवाद छ विजय सर दीपक सरले पनि केही भन्न खोज्दै हुनुहुन्छ तपाईँलाई अब धेरै केही भन्नै पर्दैन तपाईँ उज्जवल भविष्य हो तपाईँलाई धेरै धेरै शुभकामना छ विजयजीले भनिसक्नु भएको छ हाम्रो केही कुरा पनि भएको छ तपाईँलाई छिट्टै हामीले एकदमै चर्चित संसारले देखेको हेर्न चाहन्छौँ बेस्ट अफ लक है थ्याङ्क यू सो मच सर थ्याङ्क यू दीपक सर थ्याङ्क यू धेरै धेरै बधाई छ पवन कृपया दर्शकको लागि जजेसको मन त जितिसक्नु भएको छ अब भोटिङ राउन्डमा पनि धेरैभन्दा धेरै भोटको लागि भोट अपिल गर्नको लागि म अनुरोध गर्दछु तपाईँ सबैहरूलाई मेरो तर्फबाट धेरै धेरै नमस्ते र तपाईँलाई मेरो आवाज राम्रो लाग्यो भने मलाई भोट गर्नुहोला र मलाई भोट गर्नको लागि स्क्रिनमा डिटेल्स छ थ्याङ्क यू सो मच थ्याङ्क यू सो मच पवन बिकर यो एकदमै बेजोड प्रस्तुतिको लागि र धेरै धेरै शुभकामना पनि हामी दिन चाहन्छौँ यतिखेर पनि म अर्को कन्टेस्टेन्टलाई स्टेजमा आमन्त्रण गर्दछु उहाँ हुनुहुन्छ चण्डीगढबाट 6 वर्षकी सानी नानी हुनुहुन्छ डान्सिङ विधातर्फबाट दिया आचार्य चिटिका भनेर आएछु चिटिका भनेर चिटिका भनेर आएछु चिटिका भनेर भेटौँला भनेर
साँच्चै नै कति राम्रो मान्छे मात्रै सानी तर प्रस्तुति चाहिँ एकदमै राम्रो र दर्शकहरूलाई सबैजनालाई रोइदिनु भयो है सानी बहिनीले दियाको पर्फर्मेन्स हेरेर धेरै दर्शकहरू रोइराख्नु भएको छ अब विजय सर नै आउनुभयो होला थ्याङ्क यू सो मच धेरै धेरै बधाई छ तिम्रो नाम के हो त दिया आचार्य दिया एक्टिङ डान्स गर्दाखेरि सबैभन्दा सुरुमा लाज चाहिँ भन्नुहुन्न कि लाज मान्छेलाई हुन्छ ला यदि मलाई हेरिरहेको छ क्या हो ल म रोएँ स्वाद छैन क्या हो ल आँसु झरेको राम्रो देखेको छैन क्या हो त्यो कुराको चाहिँ मनमा चाहिँ लाज भन्ने चाहिँ हुनुहुन्न जुन यो बहिनीले हालेर आएको रहेछ कि बाहिर यस्तो भन्दा बाहिर अनि ऊ जब त्यो बोलो मायाको गीत सुरु भयो नि यसरी त्यो क्यारेक्टरमा डुब्यो कि म आफै पनि एज अ क्यारेक्टरमा काम गर्ने मान्छे भएर होला पत्थरको मुटुदेखि धेरै कामहरू क्यारेक्टरमै गरेको भएर होला त्यो उसले गरेको एक्टिङ डाइरेक्ट भयो क्या है आँसु पनि साँच्चीको हो एकदमै ल यार यति सानो नानी यति खतरा म एकदमै सुमन सर यार यो कहाँ बोलाउनु भयो तपाईँले के ठाउँमा बोलाउनु भयो एकदमै धेरै धन्यवाद तपाईँहरूलाई है आज यहाँ आएर यसरी प्रत्यक्ष हेर्न पाएँ पवनलाई हेर्न पाएँ अर्जुनहरूलाई हेर्न पाएँ अनि दिया लगायत थुप्रै कन्टेस्टेन्टलाई हेर्न पाएको छु इन्डिया है इन्डियामा पनि हामी नेपालीहरूले है आफ्नो कर्म आफ्नो दुःख गरेर पनि आफूभित्रको कलालाई देखाउन सक्छौँ है भन्ने कुरा द फेस अफ नेपालले देखाएको छ यो प्लेटफर्मले दिएको छ त्यसको लागि धेरै धन्यवाद र दिया धेरै राम्रो छ है अझै राम्रो गर्नु एकदमै एकपल्ट जोरदार ताली हाम्रो दियाको लागि दिया कङ्ग्रेचुलेसन दिया विजय सरलाई धेरै धेरै धन्यवाद छ कस्तो लाग्यो नारद सर केही शब्दै भेटिनँ मैले जुन बहिनीले आज हामीलाई जुन वास्तविक घटना छ नि जो देश छोडेर परदेश जानुभएको छ यो हकिकत छ क्या यो सन्देशमूलक दिनुभएको छ र उहाँले हकिकत लाइभ हामीलाई देखाउनु भएको छ सबै दर्शक तपाईँ हामी सबैजनालाई रुवाएको पनि छ यस्तै गरेर योभन्दा पहिले पवनजीले रहनुभयो अहिले आएर दियाले रहँदैछन् हामीलाई धेरै धेरै धन्यवाद छ दिया थ्याङ्क यू विजय सर नारद सर र सानी नानी दिया आचार्यलाई धेरै धेरै बधाई छ शुभकामना पनि छ एकदमै राम्रो प्रस्तुति दिनुभएको छ जजेसको मन जितिसक्नु भएको छ हामी सबैको मन जित्नु भएको छ अब भोटिङको लागि भोट माग्नु पर्यो है भोट माग्नुहोस् त ल नमस्ते मेरो नाम दिया आचार्य मलाई देख्न चाहनुहुन्छ भने नेक्स्ट राउन्डमा 9 नम्बरमा भोट दिनु ल धन्यवाद कस्तो क्युट नेक्स्ट राउन्डमा देख्न चाहनुहुन्छ भने भोट गर्नुहोला पक्कै पनि दिया आचार्यलाई भोट गर्नुहोला अब भने नेक्स्ट कन्टेस्टेन्टलाई म स्टेजमा आमन्त्रण गर्दैछु उहाँ हुनुहुन्छ चण्डीगढबाट मोडलिङ विधातर्फ लेखमणि खड्काज्यू रात काट्छु तिमीलाई छुन खोज्नेको हात काट्छु पानीको पसला ओए कल्पनामै दिन काट्छु रात काट्छु तिमीलाई छुन खोज्नेको हात काट्छु पानीको पसला ओए मेरो त घर छैन दिलमा बसला ओए मेरो त घर छैन दिलमा बसला ओए मेरो त घर छैन दिलमा बसला पानको पसला हे तिमीसँग हाँसेको जिस्केको साथी सँगै हरूलाई रिस्केको पानको पसला ओइ मेरो त घर छैन दिलमा बसला ओइ मेरो त घर छैन दिलमा बसला ओइ मेरो त घर छैन दिलमा बसला पानको पसला ए भक्तजनको मन्दिरमा लाइन्छ मलाई भने तिमी नै चाहिन्छ पानको पसला ओइ मेरो त घर छैन दिनमा बसला ओइ मेरो त
पानको पसला हे यशोला महादेव भूत माया लाउन चाहिन्छ मनसोध पानको पसला ओइ मेरो त घर छैन दिलमा बसला ओइ मेरो त घर छैन दिलमा बसला ओइ मेरो त घर छैन दिलमा बसला सेकेन्ड सुई जस्तो धड्कन एउटै हेर्दा पो दुई जस्तो पानको पसला तिमी मिनटमा सेकेन्ड सुई जस्तो धड्कन एउटै हेर्दा पो दुई जस्तो पानको पसला मेरो त घर छैन दिलमा बसला मेरो त घर छैन दिलमा बसला मेरो त घर छैन दिलमा बसला पसला हे 5 मिनट नि लाउँछ नि 5 दिन तिमी बिना म बस्दैन पानको पसला ओइ मेरो त घर छैन दिलमा बसला ओइ मेरो त घर छैन दिलमा बसला ओइ मेरो त घर छैन दिलमा बसला मेरो त घर छैन दिलमा बसला कस्तो राम्रो पर्फर्मेन्स लेखमणि खड्काको पर्फर्मेन्स हामीलाई एकदमै राम्रो लाग्यो हामी जजेसतर्फ जाँदैछौँ अडियन्सबाट पनि एकदमै ताली बजिरहेको छ नारद सर के भन्नुहुन्छ हजुरको यो अभिनय एकदमै राम्रो छ अलिकति कहाँ कमी देखेँ भने मैले हजुरको एक दुई लिपसिङमा हल्का देखेँ त्यसपछि अनि क्यामेरा फेसमा अनि अझै तपाईँले यसमा चाहिँ जोडीले डान्स गरे झन् राम्रो हुन्थ्यो सिङ्गल हुनुहुन्छ मेल फिमेलको गाना छ यसमा है मेलको मात्रै गाना भयो झन् राम्रो लाग्थ्यो मलाई चाहिँ एकदम राम्रो छ बेस्ट विशेष थ्याङ्क यू सो मच नारद सरलाई अब लेखमणि खड्का लेखमणि भाइ चाहिँ मोडल बन्नु पऱ्यो है तिमी चाहिँ पछि गएर तिम्रो हाइट तिम्रो लुक्स एकदमै राम्रो छ र अनि पछि प्र्याक्टिस अझै धेरै गर्नु पऱ्यो त्यसको लागि चाहिँ है मतलब यहाँ आएँ म नाचेँ ठिक नाचेँ अब म भन्ने मात्रै नहोस् कि म अझै गर्छु भन्ने छ तिमी यहाँ आइसकेपछि त पक्कै म पछि गएर यस्तै डान्सरै बन्छु मोडलै बन्छु भन्ने त सोचेर त होला नि होइन हो त्यसको लागि त अझै धेरै मिहिनेत गर्नु पऱ्यो र तिमीलाई एउटा कुराको नलेज चाहिँ राम्रो रहेछ केटीको पार्टमा चाहिँ लिपसिङ दिनुहुन्न केटाको चाहिँ दिनुपर्छ भन्ने चाहिँ नलेज राम्रो रहेछ तिमीलाई केटीमा चाहिँ तिमी चुप्प लागेर बसिरहेको थियौ मतलब जस्ट डान्सिङको मुभमेन्टबाट चाहिँ तिमीले त्यसलाई एक्सप्रेस गरिरहेको थियौ अनि पछि आफ्नो पार्टमा चाहिँ गाइरहेको थियो त्यो चाहिँ एकदम राम्रो कुरा हो र बाँकी कुरा डान्सको लागि थियो डान्स चाहिँ अझै राम्रोसँग गर्ने है त थ्याङ्क यू विजय सरलाई पनि धेरै धेरै धन्यवाद छ र लेखमणि खड्का अब दर्शकहरूबाट भोट माग्दै हुनुहुन्छ नमस्ते मेरो नाम लेखमणि खड्का मलाई भोट गरेर अगाडि बढाइदिनु होला मेरो भोटको नम्बर रहेको छ M05 थ्याङ्क यू धेरै धेरै शुभकामना छ आगामी एपिसोडको लागि लेखमणि खड्का चण्डीगढबाट हुनुहुन्थ्यो र अबको क्रममा अर्को कन्टेस्टेन्टलाई म स्टेजमा आमन्त्रण गर्दछु उहाँ हुनुहुन्छ लुधियाना चण्डीगढबाट सिङ्गिङ विधातर्फ दीपक परियार मन
तिमीसितै छैन मेरो मन परालिने मन डुली हिँड्ने मन परालिने मन डुली हिँड्ने मन बिरानो हुने मनै छोडेर मनै छोडेर टुङ्गनाको धुनमा टाढा पारी जुनमा मनसरी पुग्यो मनै छोडेर मनै छोडेर जादी किन्ला धनैले मिठो सपनी किन्दैन चिनेर जाला टुङ्नाको डोरी मायाको डोरी चिन्दैन मायाले बाधा मनको चरी मायाले बाधा मनको चरी उडेर जाला मनै छोडेर मनै छोडेर टुङ्गनाको धुनमा डाँडा पारी जुनमा मनसरी उड्यो मनै छोडेर मनै छोडेर मनै छोडेर मनै छोडेर मनै छोडेर मनै छोडेर Thank you so much. Wow, so sweet performance. दीपक परियार टुङ्नाको धुनमा धेरै राम्रो पर्फर्मेन्स हामीलाई एकदमै राम्रो लाग्यो जजेसतर्फ हामी जाँदैछौँ कस्तो लाग्यो दिपक सर के भन्नुहुन्छ यत्रो मिठो गीत पाउनु भएको रहेछ होइन यो हाम्रो टिमले नै तपाईँलाई यो गीत गाउन भनेर सजेस्ट गर्नुभयो होला होइन हजुर सर मिठो गाउनुभयो मिठो गाउनुहुन्छ कतै कतै केही पार्टहरूमा चाहिँ मनै छोडेर टाइपमा त्यो हाईमा जाने पार्टलाई चाहिँ अलि अझै सहज रूपमा तपाईँको अलिक नगएको कि जस्तो फिल गरेको छु होइन हाइनोटको अनि दोस्रो पहिलो अन्तरा भन्दा तपाईँले पछि गएर दोस्रो अन्तरामा धेरै इम्प्रुभ गर्नुभयो फेरि होइन त्यो चिजहरूलाई एकदम राम्रो छ नेक्स्ट राउन्डको लागि तपाईँलाई बेस्ट अफ लक छ है राम्रो गर्नु थ्याङ्क यू सर थ्याङ्क यू र माहिर बोल्नु मलाई हाल्छ कि फेरि तपाईँ यति मिठो गीत गाइसकेपछि त मजाले इन्टरटेनिङ तरिकाले गाउनु पऱ्यो है अनि तपाईँले यस्तो दर्शकहरूतिर पनि ट्र्याक भएर गाउनु पऱ्यो तपाईँ त यति रमाइलो गीतलाई अलिकति स्याड फिल्ममा गाउनुभयो कि जस्तो फिल भयो गाउने गायकी त मिठो छ फेरि तपाईँको थ्याङ्क यू सर तरिका चाहिँ फिल्म पनि हुनुपर्छ है एउटा गायकमा थ्याङ्क यू सर थ्याङ्क यू दिपक सर विजय सरलाई बोलिहाल्न मन लाग्नुको कारण आजको एपिसोडमा उहाँ गेस्ट जजको रूपमा हुनुहुन्छ त्यसैले पनि हो धेरै धेरै सम्मान छ र हाम्रो दिपक परियार अब दर्शकहरू समक्ष आफ्नो भोटको लागि भोट माग्दै हुनुहुन्छ भोटको लागि अपिल गर्नुको लागि म अनुरोध गर्दछु धन्यवाद म्याम र सबैकी नमस्कार ढोक्दिया र म दिपक परियार सुदूरपश्चिमको चेलो र आज हजुरहरूका माझमा म द फेस अफ नेपालबाट लडाइँ लड्दै टप 10बाट म टप 8मा पुग्नेछु हजुरहरूले भोट गरिदिनु भयो भने र पक्कै पनि मलाई सबैजना भोट गरिदिया मलाई अगाडि बढाइदिया र यो फेस अफ नेपालको सिजन 1 को सिङ्गिङ विधाको मलाई विनर बनाइदिया थ्याङ्क यू दिपक परियार सुदूरपश्चिमको चेलो ढोकदिया है धेरैभन्दा धेरै भोट दिनुहोला भन्दै जानुभएको छ आगामी श्रृङ्खलाको लागि धेरै धेरै शुभकामना दिँदै अब भने म अर्को कन्टेस्टेन्टलाई स्टेजमा आमन्त्रण गर्दैछु उहाँ हुनुहुन्छ हिमाचल प्रदेश चण्डीगढबाट डान्सिङ विधातर्फ पियुषा थापा
हेलो सन्ध्याजी हुनुहुन्छ? हजुर भन्नुहोस् न। तपाईँको श्रीमानको बाइक एक्सिडेन्टमा परेर मृत्यु भएको छ। सिरैमा सिन्दुर आहा गलामा पत्ते आहा धोती र चोली आहा घुम्टा र डोली आहा ए सिरैमा सिन्दुर आहा गलामा पत्ते आहा धोती र चोली आहा घुम्टा र डोली आहा छमछम हातेका चुराले रमझम रातेका कोराले म बाँधिएकी हो या सजिएकी हो बुझिन मैले बुझाइदेऊ कसैले बुझिन मैले बुझाइदेऊ कसैले ए बुझिन मैले बुझाइदेऊ कसैले। यो अलच्छिनी 1 वर्ष नहुँदै मेरो छोरा खाए, अब कसलाई खानी हो? यो अलच्छिनी निक्लिहाल मेरो घरबाट। जुना जस्ती रे फुला जस्ती रे कञ्चन खोला झनाको मुला जस्ती रे के रे जुना जस्ती रे फुला जस्ती रे ए कञ्चन खोला झनाको मुला जस्ती रे म बोक्सी म दिदी म डार्लिङ म बेबी यो थरी थरी नाताले यो सुन्दरताको गाथाले म बाँधिएकी हो या सजिएकी हो बुझिन मैले बुझाइदेऊ कसैले बुझिन मैले बुझाइदेऊ कसैले ए बुझिन मैले बुझाइदेऊ कसैले। नारी तपाईँ हाम्री आमा, श्रीमती, छोरी, सबैले नारीको इज्जत गरौँ र सधैँ सम्मान गरौँ। धेरै धेरै धन्यवाद छ पियुषा थापाको एकदमै बेजोड प्रस्तुतिको लागि र अन्तिममा नारीलाई सम्मान गरौँ भन्ने कस्तो राम्रो इन्डिङ पनि रहेको छ। हामीलाई त राम्रो लाग्यो। हामी जजेसतर्फ जाँदैछौँ। कस्तो लाग्यो पियुषाको यो पर्फर्मेन्स बबिता म्याम? नानुको स्टार्टिङ पनि राम्रो थियो र अल ओभर पर्फर्मेन्स हेर्ने भने नाइस है। तर अब कम्पिटिसनमा आइसकेपछि त अझै यतिले भन्दा पनि अझै धेरै मैले आश गरेको थिएँ। जस्तै कि डान्स पार्ट एकदमै कम लाग्यो मलाई, एक्सप्रेसन पनि राम्रो छ तर अलिकति आई कन्ट्याक्ट डल भयो। अनि स्टेज कभरलाई अझै ध्यान दिनु होला र स्टेप अलिकति बढाउनु होला। तिम्रो कन्सेप्ट थिम चाहिँ राम्रो छ। मैले भने जस्तो डान्सिङ कुराहरू अलिकति इम्प्रुभ गर्नु पर्यो। थ्याङ्क यू विजय सरलाई पनि धेरै धेरै धन्यवाद छ। र पियुषा थापा अब आफ्नो दर्शकहरू समक्ष भोटिङको लागि अझै अघिल्लो राउन्डमा जानको लागि भोटिङ माग्नुहोस् है त। नमस्ते, मेरो नाम पियुषा थापा हो। मैले सबैजनाले माया गरेर भोट गरिदिनु होला। मेरो भोटको कोड नम्बर हो 05। थ्याङ्क यू सो क्युट पियुषा थापा। बेस्ट विशेस नेक्स्ट एपिसोडको लागि। र अब भने म अर्को कन्टेस्टेन्टलाई स्टेजमा आमन्त्रण गर्दैछु। उहाँ हुनुहुन्छ नयाँ दिल्लीबाट मोडलिङ विधातर्फ चाँदनी सिंह। जब
प्रस्तुतिको लागि धेरै धेरै धन्यवाद छ चाँदनी सिंहज्यूलाई। अब हामी जजेसतर्फ जाँदैछौँ। उहाँको एकदमै मन छुने प्रस्तुति कस्तो लाग्यो? नारद सर के भन्नुहुन्छ? अहिले आएर मलाई चाहिँ के लाग्यो भने मोडलिङले चाहिँ पहिलो बार यति राम्रो मोडलिङको मात्र एक्टिङ हुन्छ होइन, यति राम्रो हजुरले प्रस्तुत गर्नुभयो र यो जुन समाजमा अहिले हाम्रो भइरहेको छ घटिरहेको छ, सायदै हामी प्रवासमै गएर कोही यसरी अन्जानमा मृत्यु भएर हामी नेपाल आएका छौँ। यो चाहिँ एकदम वास्तविक घटनालाई चाहिँ हजुरले लिएर एकदम नहाँसिकन गानाको जस्तो गाना त्यस्तै हजुर चाहिँ यति राम्रो प्रस्तुत गर्नुभएको छ, मलाई चाहिँ एकदमै मन पर्यो र अब आउने दिनमा योभन्दा अझै बेस्ट हुन्छ भन्ने मलाई लागेको छ। ल बेस्ट विशेष धन्यवाद। र हाम्रो सूर्यको मरेको भाइले पनि राम्रो एक्टिङ गर्नु भयो। थ्याङ्क यू नारद सर, विजय पुन सर। चाँदनी सिंहज्यूलाई बेस्ट विशेष र दर्शकहरूसँग भोट माग्नको लागि म अनुरोध गर्न चाहन्छु। नमस्ते नमस्कार सम्पूर्णमा म चाँदनीको तर्फबाट। यदि हजुरहरूलाई मेरो एक्टिङ राम्रो लाग्छ भने हजुरहरूले मलाई भोट दिन सक्नुहुन्छ। मेरो कोड नम्बर रहेको छ M10। थ्याङ्क यू सो मच। थ्याङ्क यू चाँदनी सिंह। उहाँ हुनुहुन्थ्यो नयाँ दिल्लीबाट, बेस्ट विशेष। र अब भने अर्को कन्टेस्टेन्टलाई म स्टेजमा आमन्त्रण गर्दैछु। उहाँ हुनुहुन्छ कर्णाल चण्डीगढबाट मनमाया प्रजापति र उहाँ सिङ्गिङ विधाबाट हुनुहुन्छ। मनमाया प्रजापतिज्यू। सबै थोक मिल्छ भन्थे, नै पापी
मन छुने एकदमै राम्रो मार्मिक पर्फर्मेन्स। मलाई त नेपालको कुनै गाउँमा गएर त्यो डाँडा पाखामा आमाहरूले दिदीहरूले गाएको गीत सुने जस्तै लाग्यो। मनमाया प्रजापतिले मनदेखि नै गाउनु भएको छ, मलाई एकदमै राम्रो लाग्यो। जजेसतर्फ हामी जान्छौँ, कस्तो लाग्यो दिपक सर? तपाईँ द फेस अफ नेपालमा हुनुहुन्छ जसले लोकगीतको प्रतिनिधित्व गरिरहनु भएको छ, दोहोरी लोकगीत क्षेत्रको यो फेस अफ नेपालमा लगातार तपाईँले लोकगीतहरू प्रस्तुत गरिरहनु भएको छ होइन? राम्रो प्रस्तुति लाग्यो। अब केही कुराहरू हुन्छन् होइन लाइभ पर्फर्मेन्स गर्ने बेलामा अलिकति फिल कतै नपुगेको हो कि जस्तो लागेको मलाई यो गीतमा चाहिँ। गीतमा जुन खालको फिल तपाईँले लिनुपर्ने थियो त्यो खालको फिलको अलिकति कमी भएको जस्तो महसुस आज मैले गरेँ होइन? अरू एभरअल सबै राम्रो छ, तर एकदमै राम्रो गाउनु भएको छ तपाईँले है। लोक फ्लेभरलाई रिप्रेजेन्ट गर्नुभएको छ होइन? अब तपाईँ पाल्पाको मान्छे इन्डियाको त्यहाँ बसेर यति राम्रो लोकगीतलाई रिप्रेजेन्ट गर्नुहुन्छ र दिपक सर्जन के लोकदोरीको त्यो पारेखी हुनुहुन्छ, उहाँको अगाडि गाउनु भएको छ है, एकदम राम्रो छ। प्लेस थ्याङ्क यू विजय सर, थ्याङ्क यू। मनमाया प्रजापतिलाई पनि धेरै धेरै बधाई छ र दर्शकहरूसँग भोट माग्नको लागि म अनुरोध गर्दछु। मेरो स्वर मन पराउनु हुनेहरूले मेरो भोट नम्बर म्याच 11मा परेको छ। सबैलाई मेरो स्वर राम्रो लाग्छ भने सबैले भोट गरिदिनु भन्न चाहन्छु। थ्याङ्क यू मनमाया प्रजापतिज्यू। बेस्ट विशेष अर्को श्रृङ्खलाको लागि उहाँ हुनुहुन्थ्यो कर्णाल चण्डीगढबाट र अब म अर्को कन्टेस्टेन्टलाई स्टेजमा हार्दिक आमन्त्रण गर्दछु। उहाँ हुनुहुन्छ चण्डीगढबाट डान्सिङ विधामा जीवन रुचालज्यू। त्यो डाँडामा गएर घाम लाग्यो घमाइलो लाग्यो मलाई रमाइलो तिमी र म घुम्न जाऊ न। अनि घामले मलाई सताउला काली मलाई बनाउला तिमी पिरतीको छाता ओढाउन। खोला जस्तै बगौँ हामी पिरतीको तालैमा माछी मारौँ जालैमा हुन्छ कि नै हुन्न भन न। अनि जालमा एक्लै पर्छौ कि आजकल टुमै छाड्छौ कि सिन्दुर लाउँछौ कि नै भन न। तपाईँको नि कोही माया नमारे नि कहिले हो निष्ठुरी खोइ भुली नजानु नि कहिले हो। तपाईँको कहिले हो निष्ठुरी खोइ भुली नजानु नि कहिले हो। एकै नजर के देखे मेरो मन नै भयो चञ्चल। एकै नजर के देखे मेरो मन नै भयो चञ्चल। कति राम्रै हो के मलाई पसिनै आयो खलखल। मेरा बाप बहिनी कहे तो हाँस्न जाने के संकाई संकाई कहे तो नाच्न जाने के कम्मर मर्काई मर्काई कस्तो रन्न जानेको हात मिलाई मिलाई साथै हुन्न जानेको हस्का लगाई लगाई। कस्तो नाच्न जानेको आँखा सन्काई सन्काई। धेरै धेरै राम्रो छ। जीवन रुचालको यो डान्स हामीलाई त राम्रो लाग्यो, जजेसहरूलाई कस्तो लाग्यो हामी कमेन्ट लिन चाहन्छौँ। बबिता म्यामबाट कस्तो राम्रो जीवनजी। थ्याङ्क यू। हजुर जत्तिकै राम्रो हुनुहुन्छ त्यति नै राम्रो डान्स पनि गर्नुभएको छ। मलाई हजुरको एकदमै राम्रो लागेको पार्ट म्युजिकमा कस्तो मजाले म्युजिकलाई छोपेर डान्स गर्नुभएको थियो, प्लस प्रप युज गर्नुभयो। डान्सको स्टेपलाई हेर्ने हो भने त्यो पनि राम्रो छ। हजुर यस्तो ह्यान्डसम हुनुहुन्छ, राम्रो हाँस्नुहुन्छ। मेरो एउटा अनुरोध डान्स गर्दाखेरि यो स्माइल जुन छ
यसलाई कन्टिन्यू राखेर डान्स गर्नु होला, आई कन्ट्याक्ट अझै कति बढाउनु होला। अलि सबै राम्रो छ। मलाई अलिकति खड्केको हजुर एउटा जेन्ट्स हो होइन, गीत लिएर आउने बेलामा मिक्सिङ गर्दा कि त केटीको पार्ट काट्नु होइन भने केटीको लिप्सिङ नगर्दा राम्रो हुन्छ है। ल अल ओभर सबै राम्रो छ। नेक्स्ट राउन्डको लागि अल द बेस्ट। केटीहरूले बानी कस्तो हुन्छ, पहिला तारिफ गर्छन्, तिमी राम्रो छौ भन्छन्, तिमी ह्यान्डसम छौ, तिमी कति राम्रो रे भन्छन्। सबै तारिफ गरेपछि तिम्रो मनमा माया पलाइदिन्छन् है। तिम्रो मनमा माया पर्छ, तिमीले गएर अहिले भन्नुपर्छ त्यही केटीले त भनिदिन्छ। त्यही माथि कविता पनि त्यस्तै हो, त्यो कुरा नसुन्नु भाइ। बबिता म्यामले ह्यान्डसम भनिसक्नु भएको छ, तर बबिता म्यामको भाइ हो है जीवन चाहिँ। धेरै धेरै बधाई छ जीवन। भाइको पनि त्यत्रो सपना तोडिदिइहाल्नु तपाईँले भाइ भनेर। भाइलाई त भाइ भन्नु पर्यो नि त, कहाँ दाइ भन्नु हजुरले डिसाइड गर्नु पर्यो भाइ कि जीवन पनि डराए जस्तो छ, भाइ नै हो रे है। अब उताबाट एङ्करले भाइ भनिदियो अनि पछि यताबाट उहाँले फोर्स गरिराख्नु भएको छ, मेरो 1 पोइन्ट पनि घट्छ कि भनेर विचार गर्दा भाइ ठिक छ भनिरहेको छ। रमाइलोको लागि थ्याङ्क यू सो मच बबिता म्याम, विजय सर र जीवन रुचाललाई यो बेजोड प्रस्तुतिको लागि शुभकामना दिँदै अब भोटको लागि दर्शकहरूलाई भोट माग्न सक्नुहुन्छ। सबैजनालाई नमस्कार, मेरो नाम जीवन रुचाल। हजुरलाई मेरो आजको कार्यक्रम राम्रो लाग्यो भने प्लिज सपोर्ट गर्नु अनि भोट गर्नु। भोटिङ लाइन्स आजसम्म छ अनि टिभीको स्क्रिनमा देखिन्छ। धन्यवाद। कस्तो मिठो बोल्नुभयो, थ्याङ्क यू जीवन रुचाल। उहाँ हुनुहुन्थ्यो चण्डीगढबाट। अब भने अर्को कन्टेस्टेन्टलाई म स्टेजमा हार्दिक आमन्त्रण गर्दछु। उहाँ हुनुहुन्छ चण्डीगढबाटै मोडलिङ विधातर्फ युवराज भट्टराई। यही देशको सीमाभित्र मैले जन्म लिए, गोर्खालीको सन्तान भनी गर्व गर्यो थिए। जन्माएको आमाले हो घाँस काट्दा काट्दै, बाउको जीवन यसै गयो दुःख सार्दा सार्दै। हामीलाई के नै सुख छ र, सक्नेले गर नसक्ने पर, मेरो पनि होइन र, यो देश मेरो पनि होइन र, मेरो पनि होइन र, यो देश मेरो पनि होइन। लयो पहिरोले छैन खानी अन्न, अन्न छैन भन्ने कुरा कता जानु भन्न। बरु जन्म लिन पर्ने जापान जर्मन चाइना, नेपालमा जन्म लिएर कहिल्यै सुख पाइन। हामीलाई के नै सुख छ र, सक्नेले गर नसक्ने पर, मेरो पनि होइन र, यो देश मेरो पनि होइन र, मेरो पनि होइन र, यो देश मेरो पनि होइन र, मेरो पनि होइन र, यो देश मेरो पनि होइन र। भूगोलपन विकट मेरो जातिपन तल्लो, एकै बारको यो जिन्दगी बनाइदिए खल्लो। ठुलालाई छैन साइबाउ सानालाई ऐन, एकै तन्त्र आयो भन्छन् मलाई आया छैन। हामीलाई के नै सुख छ र, सक्नेले गर नसक्ने पर, मेरो पनि होइन र, यो देश मेरो पनि होइन र, मेरो पनि होइन र, यो देश मेरो पनि होइन र, मेरो पनि होइन र, यो देश मेरो पनि होइन र।
नेपालमै बसम भने छैन रोजगारी 7 समुद्र तरी गए मुटु गाँठो पारी आत्मसम्मान बेची बेची विदेशीको गुलाम देश सम्झेर रुन्छ मन कसो गरी भुलम हामीलाई के नै सुख छ सक्नेले गर नसक्ने पर मेरो पनि होइन र यो देश मेरो पनि होइन मेरो पनि होइन र यो देश मेरो पनि होइन मेरो पनि होइन र यो देश मेरो पनि होइन मेरो पनि होइन र यो देश आई लभ नेपाल कस्तो लाग्यो दामी लाग्यो धेरै धेरै धन्यवाद छ एपिसोड प्रस्तुतिको लागि चण्डीगढबाट युवराज भट्टराईज्यू हुनुहुन्थ्यो हामीलाई त एकदमै राम्रो लाग्यो जजेसहरूलाई कस्तो लाग्यो जजेसबाट हामी कमेन्ट लिन्छौँ नारद सर जुन अहिले हाम्रो देशमा घटिरहेको छ नि त्यो कला हजुरले आज हामी माझ प्रस्तुत गरे भएछ एकदम नै प्रवासमा बसेर पनि हजुरले यति राम्रो प्रस्तुत गर्नुभएको छ जुन अहिले हाम्रो देशमा घटिरहेको छ भ्रष्टाचार जातिवाद बेरोजगारी यो त हजुर हामी तपाईँ हामी सबैलाई थाहै छ र यो मलाई चाहिँ एकदमै मेरो मन खायो जुन अहिले हाम्रो देशमा भइरहेको छ है र धेरै धेरै धन्यवाद छ यति राम्रो अभिनय राम्रो भएको छ र वास्तवमा एक्टिङ पनि एकदम राम्रो गर्नुभएको छ डान्स भनेको डान्स त्यति छैन एकदम एक्टिङमा छ त्यो मलाई चाहिँ जहाँसम्म लाग्यो र साथमा भन्नु केही अब हाम्रो विजय सरले के न के 2-4 शब्द राख्ने हुनुहुन्छ र एकदम बेस्ट विशेष सर खुसी लाग्यो मलाई जुन देशप्रति अहिले भइरहेको छ म त सुरुमा यो गीतलाई रिप्रेजेन्ट गर्न लाग्दाखेरि तपाईँले नेपाली पोसाक किन लगाउनु भएन भनेर सोचिरहेको थिएँ तर एट द एन्ड तपाईँको भेस्टमा चाहिँ आई लभ नेपाल लेखेर नेपाललाई रिप्रेजेन्ट गरिराख्नु भएको रहेछ राम्रो लागेको थिम तपाईँको थिम एकदम राम्रो थियो अब तपाईँ मोल्डिङ विधामा हुनुहुन्छ केही न केही सन्देशमूलक कुराहरू नै देखाउने हो त्यो देखाइराख्नु भएको छ राम्रो लाग्यो तपाईँसँग चण्डीगढ पनि भेट भएको थियो होइन हाम्रो एकदम खुसी लाग्यो मलाई इन्डियामा सबैभन्दा मनपर्ने ठाउँ कुल्लु मनाली र चण्डीगढ दुईवटा ठाउँ एकदम मनपर्छ र म कसैले मलाई सोध्यो भने कहाँ जान लाग्छ भने पनि मलाई इन्डियाको त्यति धेरै ठाउँ नाम थाहा छैन चण्डीगढ भनिदिन्छु क्या लास्टमा जान लाग्यो अरू ठाउँ हुन्छ धेरै खुसी लाग्यो थ्याङ्क यू सो मच विजय सर नारद सर र हाम्रो युवराज भट्टराई सरलाई पनि बेस्ट विशेष र दर्शकहरूसँग भोट माग्न सक्नुहुन्छ नमस्कार मेरो नाम युवराज भट्टराई हो मोडलिङ लुकहरूमा एपमा प्रस्तुति दिँदैछु हजुरहरूलाई मेरो प्रस्तुति राम्रो लाग्छ भने मलाई प्लिज भोट गर्नु होला अनि म यसरी नै नयाँ नयाँ तरिकाले भाषण दिँदै भन्छु थ्याङ्क यू युवराज भट्टराईजी बेस्ट विशेष र अब भने म अर्को कन्टेस्टेन्टलाई स्टेजमा हार्दिक आमन्त्रण गर्दछु सिङ्गिङ विधाबाट हुनुहुन्छ दार्जिलिङ चण्डीगढबाट प्रेरणा ठकुरीजी
बिर्से तिमीलाई नपाए तिमीलाई बिना अर्थ दिलमा सजाए तिमीलाई बिना अर्थ दिलमा सजाए तिमीलाई कसैलाई सजाएको बिना अर्थ भयो कि क्या हो होइन कस्तो राम्रो सो स्विट हामीलाई त एकदमै राम्रो लाग्यो हामी जजेसबाट कमेन्ट लिन्छौँ दीपक सर कस्तो लाग्यो प्रेरणाको पर्फर्मेन्स यस्तो खालको गीतहरूमा टक्क टाइमिङ समातेर सुरमा बस्नु निकै गाह्रो हुन्छ तपाईँले यसलाई पनि न्याय गर्नुभएको छ तपाईँले राम्रो गाउँदै आउनु भएको छ यो द फेस अफ नेपालमा यहाँको जर्नी जुन छ त्यो एकदमै हामीले दिन प्रतिदिन अझै निखारिँदै गएको राम्रो भइरहेको महसुस गरिरहेका छौँ केही सानातिना कमजोरीहरू त भेटिन्छन् खोज्यो भने होइन तर तपाईँले जुन हिसाबले आफूले आफूलाई त्यो प्रेजेन्ट गर्नुभएको छ आफ्नो स्वरलाई तपाईँले काहीँ तपाईँको आफ्नो हरकत युज गर्नुभएको छ त्यो चिजहरूले गर्दाखेरि तपाईँको माइनर मिस्टेकहरू केही पनि देखिँदैन कसैले थाहै नपाउने गरी तपाईँले यस्तो लुकाइदिनु भएको छ एकदमै खुसी लाग्यो एकदमै राम्रो लाग्यो प्रेरणाजी बेस्ट अफ लक धेरै धन्यवाद प्रेरणा है तपाईँले दार्जिलिङ एकदम दार्जिलिङदेखि तपाईँ डेली आएर तपाईँ के घरै दार्जिलिङ हजुरको दार्जिलिङ तर यहीँ कुरुक्षेत्र हरियाणामा बस्दैछु सङ्गीतको कुनै पनि इन्डिङ पोइन्ट हुँदैन अरे क्या है चाहे त्यो बाँच्दाखेरि होस् चाहे मर्दासम्म होस् त्यही भएर यसको इन्डिङ कहिले पनि हुँदैन म यहाँ पुगेर चाहिँ मेरो जर्नी सकिन्छ भन्ने कहिले पनि हुँदैन सिङ्गिङमा तपाईँको गायकी पनि एकदमै राम्रो छ अझै अझै रियाज गर्ने प्रयास गर्नु होला अझै क्लासहरू जाने क्लास के सिङ्गिङ क्लासहरू जानु होला है भोलिको दोस्रो अन्जु पन्त हुन सक्नुहुन्छ तपाईँ दोस्रो अन्जु पन्तको उपमा दिनुभएको छ विजय सर थ्याङ्क यू दीपक सरलाई पनि थ्याङ्क यू र प्रेरणा आफ्नो दर्शकहरूसँग भोट माग्न सक्नुहुन्छ नमस्कार सबैजनालाई र टप 10 मा मलाई पुर्याइदिनुको लागि धेरै धेरै धन्यवाद र टप 8 मा मलाई यसरी नै गाउँदै गरेको देख्न चाहनुहुन्छ भने खल्ती एप र एभिटर एपको जरिए मलाई भोट गर्नुहोला सिङ्गिङ क्याटेगोरीमा 07 मेरो कोड हो थ्याङ्क यू सो मच थ्याङ्क यू प्रेरणा बेस्ट विसेस नेक्स्ट एपिसोडको लागि र अब भने म अर्को कन्टेस्टेन्टलाई स्टेजमा हार्दिक आमन्त्रण गर्दछु उहाँ हुनुहुन्छ चण्डीगढबाट डान्सिङ विदा सुरज थापा डान्समा म हराउँछु सबैलाई चुनी 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 वावा वावा राख्छु म तिम्रो फोटो सधैँ मेरो सिरानी मुनि
त त्यस्तै हो। यो सिरानी मुनि फोटो चाहिँ कसको हो? सरप्राइज। अब त भन्देऊ बाबु, यो फोटो चाहिँ कसको हो? थ्याङ्क यू, धेरै धेरै धन्यवाद छ एकदमै बेजोड प्रस्तुतिको लागि। सुरज थापाज्यूलाई नेपाली पोसाकमा लुकिङ सो ह्यान्डसम, हामीलाई त एकदमै राम्रो लाग्यो। जजेसहरूलाई कस्तो लाग्यो विजय सर? एकदमै राम्रो डान्स है। अनि टाइमिङ, तिम्रो स्टेप र तिम्रो स्टेपसँगको त्यो टाइमिङ है, अनि तिम्रो थिम, अनि तिम्रो ड्रेस, अनि एकदमै सबै कुराले एकदमै पर्फेक्ट र सबैले राम्रो गर्नुभएको डान्सिङमा। डान्सिङमा अहिलेसम्म मैले देखेको मध्ये सबभन्दा राम्रो लागिरहेको छ सुरजको डान्स। थ्याङ्क यू सो मच सर, थ्याङ्क यू। अनि एकदमै धेरै धेरै बधाई छ है। यो अब भोलिको दिनमा टप 8मा पनि जान सक्छौ है, विनरै हुन सक्छौ। भएनौ भने पनि मनलाई सानो गराउने होइन है। यो त एउटा सिक्ने बाटो हो, यो सिक्ने ठाउँ हो। यहाँ चाहिँ सिक्न आउने हो क्या, जित्न आउने होइन। जित्न त तिमीले पछि गएर जनताको मन जित्ने हो है। रियालिटी सो त परको कुरो भइहाल्यो, यहाँ चाहिँ सिक पहिला है। एकदमै राम्रो भइरहेको छ र त्यो कुरा फिल पनि भएको होला। म सुरुमा आउँदा कस्तो नाच्थेँ, अहिले आउँदा कस्तो नाचिरहेको छु, केही न केही चेन्जिङहरू आफ्नोमा आइरहेको देखि नै रह होला होइन। घर कहाँ नि? नेपाल बुटोल। बुटोलको मान्छेहरू फेरि यति जन्मिँदै यिनीहरूमा डान्स कुटी भर्दै आउँछन् कि अब भगवान्ले। सब त्यस्तै, बबिता पनि त्यस्तै, सुमन सर त्यस्तै होइन। त्यो अझ धेरै मान्छेहरू छन् बुटोलको जो डान्समा यति पोख्त छन्। धेरै धन्यवाद, थ्याङ्क यू सो मच। थ्याङ्क यू विजय सर र सुरज थापाज्यूलाई पनि धेरै धेरै बधाई र शुभकामना छ। दर्शकहरूसँग भोटको लागि अपिल गर्न सक्नुहुन्छ? मेरो कोड नम्बर हो 03, द फेस अफ नेपाल। थ्याङ्क यू सो मच। थ्याङ्क यू, बेस्ट विशेष सुरज थापा। र अब भने म अर्को कन्टेस्टेन्टलाई स्टेजमा हार्दिक आमन्त्रण गर्दछु। उहाँ हुनुहुन्छ गुडगाउँ दिल्लीबाट मोडलिङ विधातर्फ स्मृति बेलवाचे। बुझ्ने कोही छैन, मोटो दुख्दा बुझ्ने कोही छैन। आँसु झर्दा बुझ्ने कोही छैन, मोटो दुख्दा बुझ्ने कोही छैन। तिम्रै यादले हरेक पल खान्छ मोटो कुटो कुटो, आखिरै छपिए तिम्रो पत्थरकै मोटो।
मैले गरे जति यस्तो भइसक्यो बात तिम्रो यो बाट कहिले छुटो आखिर रहेछ प्रिय तिम्रो पत्थरकै मोटो आखिर रहेछ प्रिय तिम्रो पत्थरकै मोटो आखिर रहेछ प्रिय तिम्रो पत्थरकै मोटो पत्थरकै मोटो तिम्रै माया विश्वासमा तिम्रै पछि भागे कति शिर झुकाई पाउमा छुँदै माफी मागे कति ओ, तिम्रै माया विश्वासमा तिम्रै पछि भागे कति शिर झुकाई पाउमा छुँदै माफी मागे कति मनको खुसी लौकाएर आँसु पिए खोटो खोटो आखिर रहेछ प्रिय तिम्रो पत्थरकै मोटो आखिर रहेछ प्रिय तिम्रो पत्थरकै मोटो आखिर रहेछ प्रिय तिम्रो पत्थरकै मोटो पत्थरकै मोटो यदि तपाईँ छोडिदियो भने झुटो भाइको अस्थिर भयो आखिर रहेछ प्रिय तिम्रो पत्थरकै मुठो। एकदमै राम्रो पर्फर्मेन्स स्मृति बेलवासीज्यूको एकदमै राम्रो लाग्यो हामीलाई। जजेसतर्फ हामी जाँदैछौँ कमेन्टको लागि। कस्तो लाग्यो नारद सर? एकदम ड्रेस चाहिँ एकदमै बबाल राम्रो जस मोडलिङको चाहिँ बल्ल ड्रेस धेरै राम्रो सुहाएको छ। थ्याङ्क यू सो मच। मोडलिङ क्षेत्रमा एकदम ड्रेस पनि हेर्नुपर्ने हुन्छ है, ड्रेस एकदम राम्रो थ्याङ्क छ। यू सो मच सर। र यो गाना चाहिँ हाम्रो अब सर यहीँ हुनुहुन्छ, हाम्रो अब पोन सर हुनुहुन्छ। म भन्दा पनि अझै उहाँले चाहिँ राम्रो कमेन्ट पास गर्नुहुन्छ मलाई लागेको छ। एकपल्ट म हाम्रो आदरणीय सर विजय सरलाई भन्न चाहन्छु र एकदम बेस्ट विशेष राम्रो छ एकदम है। थ्याङ्क यू सो मच। स्मृति हजुरले चाहिँ यो गीत आजै चुकी गर्नुभयो कि के हो? हजुर एकदमै सँग लगाइसकेको छु होइन। मतलब म आछु भन्ने पनि सबैलाई आजै थाहा छैन। नाइ त्यस्तो होइन, मैले अरू नै गाना चुज गरेको थिएँ अनि हजुर। अनि यो गीत चाहिँ मैले आफै लेखेको गीत हो। हजुर। अनि यो गीतसँग चाहिँ धेरै कुराहरू जोडिएको छ। तपाईँले यो गीत मेरो लागि यहाँ स्टेजमा गाइदिनु नै मेरो नाचिदिनु नै मेरो लागि धेरै ठुलो कुरा हो है। म दाङको एउटा सानो कुनामा बसेर आफ्नो यो गीतलाई लेखेको मान्छे आज सबैले यो गीतलाई माया गरेर है आज द फेस अफ नेपालको यो प्लेटफर्ममा पनि यो गीत गुन्जिँदाखेरि एकदमै प्राउड फिल गरिरहेको छु। धेरै धेरै धन्यवाद तपाईँहरू सबैजनालाई। कसैले कसैलाई माया गर्दाखेरि र माया गरिसकेपछि त्यो माया नपाउँदाखेरिको अनुभव सायद हजुर हजुर एकदमै मलाई जति त सायद अरू कसैलाई थाहा छैन जस्तो लाग्छ, किनभने मेरो पीडा त्यत्तिकै छ। र आज म जहाँ छु जे छु जुन अवस्थामा छु सायद त्यति बेला त्यो गीतले नछोडेको भए म आज यसरी ह्याप्पी हुँदैन थियो होला है। त्यसको लागि म त्यो गीतलाई पनि धेरै धन्यवाद दिन चाहन्छु। काठमाडौँ जाँदाखेरि जे हुन्छ राम्रैको लागि हुन्छ कि सर। काठमाडौँ जाँदाखेरि सामान्य एउटा स्कुटीमा सर हिँड्ने मान्छेलाई आज एउटा चारपाङ्रे गाडीमा हिँड्ने बनाइदिएको छ। त्यो केटीलाई झन् विशेष धन्यवाद दिन चाहन्छु। जो केटीलाई हामीले पत्थरको मुटु भनिरहेको छ तर उसको फुलको मुटु हो है। त्यही भएर यो गीतसँग धेरै कुरा जोडेको छ। धेरै धन्यवाद। तपाईँले यो गीतलाई एटेम्प गर्नु अनि यसरी स्टेजमा नाच्नु नै एकदमै गाह्रो कुरा हो। किनभने कोही नाच्नु त मजा आउँछ, नाच्नु त सजिलो हुन्छ नि त। एक्ट वाइज त्यो एक्टिङ गर्न एकदम गाह्रो हुन्छ। तपाईँको फिल मैले बुझिरहेको छु, एटेम्प गरिदिनु भयो, धेरै धन्यवाद। अब टप 8 को लागि पनि बेस्ट विशेष है। र भोलिको दिनमा अझै त्यस्तो के गर्नु पर्यो, मेरो यस्तो स्याहार गीत धेरै छ, त्यो पनि नाचिदिनु होला। थ्याङ्क यू विजय सरलाई धेरै धेरै धन्यवाद छ। नारद सरलाई पनि धन्यवाद छ। स्मृति बेलवासीज्यूलाई पनि शुभकामना छ र यहाँले दर्शकसँग भोट माग्न सक्नुहुन्छ। नमस्ते सबैलाई, मेरो नाम स्मृति बेलवासे
म चाहिँ अहिले हालै गुडगाउँमा बसिरहेको छु। मेरो घर चाहिँ अर्घाखाँची हो। मेरो सर्वप्रथम त द फेस अफ नेपाललाई धन्यवाद भन्न चाहन्छु है। आज यो स्टेजमा आउनु पाएँ होइन, यहाँसम्म आउन पाएँ, त्यसमा अत्यन्तै खुसी छु। हजुरहरूलाई मेरो प्रस्तुति मनपर्छ भने यदि मेरो भोट नम्बर रहेको छ 06। धन्यवाद। र हाम्रो स्मृति तपाईँलाई जाँदै एउटा मिठो लाइन तपाईँको लागि चाहिँ हजुर सुन्नु ल नलिएर। जुन माग्यो जुन कसले दिन्छ र तारा माग्यो तारा कसले दिन्छ र आफ्नो मनको सुन्ने हो, आफ्नो मनको गर्ने हो, दुःख सबले दिन्छन्, यहाँ सुख कसले दिन्छ। गीतकार हुनुहुन्छ नि त विजय सर, धेरै धेरै धन्यवाद सर। स्मृति बेलवासीजीलाई बेस्ट विशेष। स्वादमा प्रीतिको नेपालीपन, हर प्रीतिमा झुमेको नेपाली मन, नेपाली मनको नेपालीपनको चौचौ प्रीति भोक मेटाउँदै नेपालको वर्षौँदेखि स्वादमा प्रीतिको नेपालीपन, हर प्रीतिमा झुमेको नेपाली मन, भोक लागेमा प्रीति खाऊ।